हेलो गाइज यो चाहिँ हाम्रो रातो च्याउ हेर्नुहोस् है त यो रातो च्याउ हामीले के अरे हाम्रो कुन जिल्ला पऱ्यो दाइ बागलुङबाट चाहिँ हाम्रो दाइ प्रेम दाइले मगाउनु भएको यो चाहिँ एकदम रातो च्याउ हामी भरे भोलि कहिले चाख्छौँ यो रातो च्याउ हो गाइज। अनि त्यसै गरेर त मह नेपालबाट मगाउनु भएको छ है हजुर भिरमौरीको है गाइज यो हेर्नु त कस्तो प्योर छ अनि हामी सिन्की यो चाहिँ सिन्की हो हजुर धकाएको सिन्की अरे अब नाइस नाइस। यो के हो त यो लोकल जौको आटो लु हेर्नु है त लोकल यस्तो हुन्छ है गाइजी। त्यसै गरी हामीले अर्को पनि देखाउँछौँ हामी कोदाको पिठो प्योर कोदाको पिठो है यो लोकल आटो हजुर मकैको आटो यो मकैको आटो अनि पिठो मकैकै पिठो है गाइस। नेपाली छालाको जुत्ता गाइस यो चाहिँ उहाँले मगाउनु भएको रहेछ हाम्रो प्रेम सरले नेपालबाट है। यो चाहिँ एकदम राम्रो छ यसै है लगाइज है ल मह प्योर हेर्नु न भिरमौरीको अरे भिरमौरीको है प्योर के अरे भिरमौरीको उहाँ यो मगाउनु हुने चाहिँ होइन त्यस्तै गरेर अब यस्तै हो हाम्रो चाहिँ यस्तै छ गाइजहरू यस्तै हो परदेशी भएपछि होइन मगाएर खाने नै चिज हो नि त हामीले त नेपालबाट हो सर सबै नेपालबाट हो।